गुड मर्निङ हजुरहरू सबैजनालाई मेरो फेसबुक पेज अनि युट्युब च्यानलमा हजुरहरू सबैजनालाई स्वागत छ। आज चाहिँ हामी जाँदै गरेको समतार भन्ने जग्गा, किनकि मेरो हस्बेन्डको चाहिँ भुँडी दुखिरहेको थियो। हस्पिटलको दबाईले पनि काम गरेको थिएन र चाहिँ बस्तीको जराबुट्टा गर्नुको लागि चाहिँ हामी जाँदै गरेको समतार भन्ने जग्गामा चाहिँ हुनुहुन्छ बस्तीको जराबुट्टा गर्ने। अनि त्यही चाहिँ हामी जाँदै गरेको। हामी चाहिँ अहिले बिहानै जाँदैछौँ है। अहिले चाहिँ टाइम भइरहेको छ 5 बज्यो। अनि हिँडेर जाउँ भन्दा चाहिँ हामीलाई ढिलो हुने थियो, बिहानै पुग्नु पर्ने थियो। त्यही भएर चाहिँ हस्बेन्डलाई चाहिँ अब सकी नसके भए पनि स्कुटी नै लिएर जाउँ भनेर चाहिँ अन्त हामी चाहिँ स्कुटी लिएर जाँदै गरेको है। हामी चाहिँ जानुपर्ने हुन्छ यहाँबाट उकालो चाहिँ हिँडेर जानुपर्छ नि त। मेरो हस्बेन्डलाई चाहिँ पुरा हातखुट्टाहरू पनि गल्छ नि त। अनि उकालो चाहिँ लौरो टेक्दै जानु हुँदैछ हो। अन्त यहाँ माथि छ घर चाहिँ है। अन्त हामी चाहिँ उकालो लाग्दैछौँ अहिले। हामी चाहिँ पुगेर पनि घर आइपुगिसक्यौँ। पानी पनि फुकिदिनु भयो, अन्त खाने दबाई पनि दिनुभयो है बस्तीको। अन्त अब यो खाँदाखेरि चाहिँ कस्तो हुन्छ है विचार भन्नुभएको छ हो। हस्पिटलको दबाई खाँदाखेरि पनि कामै गरेन नि त हो। यहाँ दबाई खानु रेडी भइराख्नु भएको छ। अन्त हस्बेन्ड चाहिँ कति दिन पो भयो म हस्पिटल पुगेर आएको, कति दिन खाएँ दबाई भन्दै यहाँ चाहिँ मलाई सोध्नु हुँदै थियो हो। अन्त गन्ती गर्नु बिहानै खाना सब्जीहरू केही नपकाई पानी पनि नखाइकन हामी चाहिँ गएको थियौँ नि त। अन्त अहिले चाहिँ म अब खाना सब्जी पकाउनको लागि चाहिँ सब्जी रेडी गर्दैछु। आजको मेरो सब्जी छ निङ्ग्रो। म चाहिँ यहाँ निङ्ग्रो केलाउँदैछु साथीहरू हो। खाना खाइसकेर घर वरिपरि एक फन्को घुमाइरहेको त झाड पुरा पलाइरहेको रहेछ। अन्त म चाहिँ यहाँ कान्लामा चढी झाडु उखाल्नु थालेँ। झारसार उखालेर पनि मैले चाहिँ टिक्कै बनाएँ यहाँनिर चाहिँ। अब चाहिँ म जान आँटेको छु नुहाउनुको लागि। अन्त नुहाएर आएर चाहिँ खाजा पकाउनु पर्ने छ हो। अन्त आज चाहिँ म चाहिँ खाजा चाहिँ स्पेसल बनाउन आँटेको छु। अन्त के हो तपाईँहरू हेर्दै गर्नुहोस् मेरो भिडियोलाई। मैले चाहिँ कहिले पकाएको छुइनँ, फर्स्ट टाइम हो आज चाहिँ हो। हस्बेन्ड चाहिँ सुतिराख्नु भएको छ होइन। तर पनि मैले चाहिँ कसरी पकाउनु पर्ने हो भनेर चाहिँ हस्बेन्डलाई नै सोधेँ। थाहा थिएन मलाई कसरी पकाउँछ भनेर हो। म चाहिँ यहाँ पकाउन आँटेको छु कोदोको ढेँडो। अन्त पानी चाहिँ बसालिरहेको छु। पानी पहिला बसाल्नु अनि पानी उम्लेपछि चाहिँ त्यो पिठो हाल्नु भनेर भन्नु भएर चाहिँ म चाहिँ पकाउन आँटेको। फर्स्ट टाइम हो, अब हेरौँ कस्तो हुन्छ हो। पकाउनु स्टार्ट त गरेँ साथीहरू हो। तर डर पनि लाग्दैछ फर्स्ट टाइम होइन। भरे काँचै हुन्छ कि झन् भुँडी दुख्ने हो कि भनेर टेन्सन पनि लाग्दैछ। तर पनि पकाउनु चाहिँ पकाउँछु। अब कस्तो हुन्छ सिक्नु पनि त पर्यो। कहिले पकाएको थिइनँ नि त। अब घरमा त पहिला त खान्थ्यौँ आमाले पकाएर दिँदा त होइन। तर आफूले चाहिँ कहिले पकाएको थिएन। आज चाहिँ अब म सिक्दैछु हो। कस्तो हुने हो बनाउँछु होला। दुःख सुख त गर्नै पर्छ, सिक्नै पर्छ होइन। जाने नजाने भए पनि गर्नै पर्ने हो, सिक्नै पर्ने हो। अन्त म चाहिँ यहाँ बनाउँदैछु। मलाई चाहिँ यस्तो ढेँडो कोदोको ढेँडो चाहिँ पुरा मनपर्छ नि त। अन्त रोटी चाहिँ बनाएर खाएको थिएँ होइन। अनि ढेँडो चाहिँ बनाएर आफैले बनाएर चाहिँ खाएको थिइनँ। अन्त मन चाहिँ पर्छ। आज फेरि मलाई पुरा खानु मन परिरहेको थियो। फेरि हस्बेन्डलाई पनि अब अरू चिज त दिनु हुँदैन के मिमी वाइ मेगी सेगी बनाउनु भएको छैन। अन्त त्यही भएर चाहिँ अब कोदोको ढेँडो त ताकतिलो पनि हो भनेर चाहिँ म हस्बेन्डकै लागि भए पनि बनाइदिँदैछु हो। अन्त म सिक्दै पनि छु है। हस्बेन्डको लागि बनाइ पनि दिँदैछु। चलाउँदा मेरो चाहिँ हातै गलिसक्यो नि त हो। हात गल्ने रहेछ पुरा चलाउँदा चाहिँ। यसरी चलाएको गर्नुपर्ने हो कि न त छोपेर पकाउनु पर्ने हो कि थाहा छैन। म चाहिँ चलाकै गरिरहेको छु हो। हात गलेर चाहिँ फत्राक हुँदैछ हो। तर पनि चलाउनु चाहिँ छोडेको छुइनँ, चलाइरहेको छु। म चाहिँ चलाउँदै पकाउँदैछु। दुःख सुख भए पनि बनाउनु चाहिँ बनाएँ, काँचो चाहिँ भएन हो। पाक्नु चाहिँ मजाले पाक्यो। अन्त यहाँनिर टमाटर पनि बनाउँदैछु होइन, टमाटरको सुपसँग खानुको लागि। अन्त कसरी चाहिँ पकाउनु पर्ने थियो ढेँडो चाहिँ तपाईँहरूलाई थाहा छ भने मलाई भनिदिनुहोस् कसरी पकाउनु पर्छ हो। म चाहिँ खानु पनि थालेँ, कराईमै खानु थालेँ। मिठो चाहिँ मिठो भएछ हो। अन्त टमाटरको सुपसँग चोप्दै खाँदै गर्दैछु। यहाँ हस्बेन्डसँग जिस्किँदै रेला गर्दै है। हस्बेन्डलाई कस्तो भयो भन्दै सोध्दै, फर्स्ट टाइम पकाएको मैले कस्तो छ भन्दै सोध्दै उयो गर्दैछु होइन। हस्बेन्डलाई
कति सोधे सुतेकै गर्नुभयो नि त। अनि अलिअलि चाहिँ बताउनु भएको थियो। अन्त त्यसरी नै होला भनेर चाहिँ मैले चाहिँ पकाइदिएँ हो। तर म चाहिँ चलाको गरेर चाहिँ हात चाहिँ यस्तो बेसी गल्यो होइन मेरो चाहिँ। अन्त मिठो चाहिँ मिठो भएछ, यसरी डल्लो पार्दै खानुपर्छ भन्दै म चाहिँ हस्बेन्डलाई भन्दै यहाँ खाँदैछु। मिठो चाहिँ मिठो हुँदो रहेछ साथीहरू। सानामा त खाइन्थ्यो, अहिले चाहिँ खाएको थिएन, फर्स्ट टाइम आज चाहिँ खाँदै गरेको। मिठो भइरहेको छ। खाजासाजा खाइसकेर चाहिँ मेरो चाहिँ फेरि लेखाइ पढेको काम आयो साथीहरू। अब मन्थली लास्ट हुँदैछ होइन। अन्त हाम्रो फेरि हिसाब किताब गर्नुपर्ने हुन्छ महिनाको लास्टमा चाहिँ सधैँ गर्छौँ न म हिसाब किताब। अन्त चाहिँ म हिसाब किताबपट्टि लागेको हो। अन्त हजुरहरूलाई चाहिँ के कस्तो लाग्यो मेरो भिडियो होइन, अल्छी नमानिकन हेरिदिनु होला अन्तिमसम्म है। अन्त कमेन्ट पनि गरिदिनुहोस् के कस्तो भयो भनेर। अनि मेरो पेजलाई फलो पनि गरिदिनुहोस् तपाईँहरूले है। बाई बाई हजुर सबैजनालाई। आजको भिडियो चाहिँ यति नै।